हेलो गाइज वेलकम छ हाम्रो न्यू ब्लगमा। अनि आज चाहिँ हामी आप खान लाको अनि के देखाउन थाल्यो लिची देखाउँछ त यस्तो राम्रो छ नि लिची लाइ गरेको ला मलाई चाहिँ यस्तो दिएको गरे यत्रो सानो सानो यिनीहरूले मलाई हो ओहो कस्तो रातो यार यस्तो गरे ल गाइज यसले मलाई दिन्छ गरे लिची कतिवटा दिन्छ त्यो त मलाई लिची कतिवटा दिन्छ रहेछ यसले एउटा कति सानो सानो लिची दिन्छ यस्तो लोभी भाइ भन्छन् किरा लाग्यो चाहिँ ल खा गाजु चाहिँ हाम्रो आँपा अब हामीले चाहिँ काटेर खाने हो कोले खाने हो मैले लिची खाँदैछ यसले पनि यता यो चाहिँ सहिलेको घरको कस्तो रातो खै हेर्दा खासै मिठो त छैन नि उसले अमिलो छ ओके लास्ट अनि यो चाहिँ हाम्रो अब नुन खुर्सानी पिस्नु यो गाई चाहिँ पुरुङ यस्तो लोभी छ हेर्नु लिची दिन्न मेरो घर पनि उतो बुट्टा खा यसमा पनि 2-4वटा छ योभन्दा मिठो छ मैले पनि दिनु यसलाई अघि त दिएँ गल्ती गरेँ हेर्नु बाँदरनीले हेर्नु यसको मुख यहीँ यो अब चाहिँ हामी नुन पिस्छौँ अनि दियाले चाहिँ आँप धो उता बाल्टीमा पानी छ तले किन लिची पिस्दा फेरि दूर के भन्नु होला हाम्रो चाहिँ यस्तो भयो नुन यति अब चाहिँ हामीले खान्छौँ यता चाहिँ आँप धोएर यसले यता यो चाहिँ यो काम नलाग्ने यता छ यता फुलेको पाउडर दियो मात्र हेर्नु न यो उषा दिदी पनि लोभी त हुन्छ बाँसको के छ के त्यही ऊ माथिबाट सिसामाथि कि त सोफातिर कि त मेरो कोठामा कि त सिका कोठामा हाम्रो रेडी भइसकेको छ है ल खाम के सिधा सुरु भयो खानु मलाई साइड हटाइदिउँ यसलाई चट पारेर लिचमा हालिदिनु लिचलाई चेस गराउ ल चेस गरौँ ल नखाइ नखा म त खान्छु मलाई टेस्ट गर्ने बिहान खेलिरहेको छु वाउ अन्त यहाँ लिची चुस्ने मान्छे साइमन पानी ले जा कस्तो दाम भन्यो ल खाऊ पानी यत्रो आँप छ चाहिँ हाम्रो यसरी खाने पुरुङमा बसेर बेटर हेर्नु आफूलाई यस्तो भन पुरा काटिदिन्छ आफू पुरा काटेर यहाँ चाहिँ दल्ने मैडम डोलायो मैडम छोडी
कस्तो दामी यस्तो दामी भयो नि गाइज हामीले एक थाल खाएर भ्याउन लगाइसक्यौँ सिखाएको लागि पनि राख्दैन पऱ्यो फेरि रिसाउँछ यस्तो दामी भयो नि डेन्जरस गाजर